मेरो सादर नमस्कार। आज यो कार्यक्रममा आउने अवसर मिल्यो र केही कुरा राख्ने अवसर पनि मिलेको छ। शिक्षा मन्त्रालयले ल्याएको यो सुझाव सङ्कलन, यहाँ सर्वप्रथम म के भन्न चाहन्छु भने अब म सिधै मागमा जान्छु। यो आफ्ना सुझावहरू राख्न चाहन्छु। स्थायी शिक्षकहरूको विशेष गरी आवधिक बढुवा, विद्यानाथ सरलाई त सुन्ने बित्तिकै यो आवधिक बढुवा मन पर्दैन पर्न त, तर पनि आवधिक बढुवा एउटा शिक्षक 20औं वर्ष काम गर्छ तर बढुवै हुँदैन, ऊ निराशा भएर बाँचिरहेको हुन्छ। त्यहाँ कहिले बढाउँछ? एउटा स्थानीय तहमा भएको कर्मचारी, निजामती कर्मचारी 5-5 वर्षमा बढुवा भएको धलधल त्यहाँ आँखाले देखिन्छ। तर एउटा शिक्षक त्यहाँ 4औं तहको कर्मचारी 5औं, 6औं, 7औं, 8औं पुगिसक्यो। एउटा शिक्षक त्यही तहमा त्यही श्रेणीमा काम गरेको छ। त्यसमा आवधिक बढुवाको व्यवस्था अनिवार्य राख्नुपर्छ। विशेष गरी 5 देखि 7 भएन भने पनि 10 वर्षभित्रमा आवधिक बढुवाको विशेष व्यवस्था हुनुपर्छ। र अर्को एउटा छ, कार्य सम्पादनमा आधारित मूल्याङ्कनबाट जुन बढुवा गरिन्छ, यहाँ मेरो एउटा जटिल प्रश्न छ। कार्य सम्पादनमा सेवा अवधिको, स्थायी सेवा अवधिको एक किसिमको अङ्क हुन्छ, अस्थायी सेवा अवधिको एक किसिमको अङ्क हुन्छ। तर त्यसमा अस्थायी दरबन्दीमा काम गरेको शिक्षकले अस्थायी अङ्क पाउँछ। ऊ चाहिँ अस्ति 75 सालमा स्थायी भएको थियो, अहिले बढुवा भइसक्यो। तर स्थायी अस्ति 71 सालमा स्थायी भएको शिक्षक ऊ बढुवा हुन पाइरहेको छैन। त्यसो हुँदा अस्थायी सेवा अवधिको अङ्क गणना गरिन्छ भने राहत दरबन्दीमा काम गर्ने शिक्षकहरूले पनि दरबन्दीमै त काम गरेका थिए, तर त्यो राहत दरबन्दीका शिक्षकलाई अस्थायी सेवा अवधि गणना गरेको अङ्क दिएको छैन। किन विभेद गरिएको यो? त्यसो हुँदा राहत सेवा अवधि वा अनुदान शिक्षक, राहत सेवा शिक्षक भएर सरकारी कोषबाट पैसा यदि खाएको छ भने उसले अस्थायी दरबन्दीमा शिक्षक सेवा गरे बापत अङ्क पाएछ र उनीहरूले पनि पाउनुपर्छ। यो विभेद गरिनु हुँदैन। र अर्को एउटा प्रश्न मेरो छ, यहाँ ऐनमा व्यवस्था होस्, शैक्षिक योग्यता बापत कार्य सम्पादन मूल्याङ्कनमा शैक्षिक योग्यता बापत जुन अङ्क दिइन्छ त्यो अङ्क चाहिँ सम्बन्धित तहको शैक्षिक योग्यता, जस्तो मानिलिउँ निम्न माध्यमिक वा प्राथमिक तहको शिक्षक छ भने उसको कक्षा 12 को शैक्षिक योग्यतामा तेस्रो श्रेणी छ भने 3 अङ्क, दोस्रो श्रेणी छ भने 2 अङ्क, प्रथम श्रेणी छ भने 3 अङ्क, दोस्रो श्रेणी छ भने 2 अङ्क, तेस्रो श्रेणी छ भने 1 अङ्क दिइन्छ।